हेलो गुड मर्निङ एभ्रिबडी, वेलकम ब्याक टु माई युट्युब च्यानल एसआर सृजन ब्लग्स। म चाहिँ यता तराईतिर आएको छु होइन। तराईमा चाहिँ एकदमै धान काट्ने सिजन चलिरहेछ। म पनि यही धान काट्नेमा चाहिँ सामेल भएको छु। यहाँ मेरो दिदी हुनुहुन्छ, उता पुष्पा म्याडमजी अनि उता दाई हुनुहुन्छ होइन। यहाँ सबै हामी यसरी मजाकले धान काट्ने तयारीमा छौँ। उता दुईवटा एकदमै मोटु र पातलुको जोडी छुट्दैन नि। अनि धानको मेला पनि पछाडि एकदमै हुन्छ। कस्तो छ मोटु? ठिकै छ अवस्था डेन्जर छ होइन। अनि पातलुको के छ खबर? ठिक छ। अनि सबैले चाहिँ यसरी धान काटिराख्नु भएको छ। म चाहिँ अहिले छुटिरहेको है। के छ त तपाईँको खबर? अझ तपाईँ पहिलोचोटि दिदीले मलाई तपाईँ भन्नुभयो कि धेरै खुसी छु। अनि डाइलेक्ट पनि आयो। अब धान चाहिँ काट्नु पर्यो, कसरी काटिन्छ होइन। म सुरुचोटि काट्दैछु, आज पहिलो दिन हो धान काट्ने। म चाहिँ धान काट्न लागिसकेँ। अब यसरी त होला होइन। यसरी होला धान एकदम बवाल छ है। के भन्छ धानको बाला धुलु भन्ने कि गीत थियो कि एउटा क्रिया थियो कि कसैको ठ्याक्कै याद भएन। रमाइलो भइरहेको छ। मान्छे पनि धेरै छन्, काम गर्ने थोरै छन्। आमामा यता त पुष्पा खतरा आउने रहेछ क्यामेरा। दाइ त मुस्लिम। सायद सिर्जलाई पनि चिन्नुहुन्न होला। हाम्रो माइला दाइ चाहिँ त्यहाँ लाजले लुक्नु छ। युवराज छिटो म अरूको भलक हेरेर सिक्दैछु। ए पुष्पाजी तपाईँ के बोल्न चाहनुहुन्छ? पुष्पा दाम यास हाम्रो सानानी मोटीज्यूले के भन्न चाहनुहुन्छ? हाम्रो दाइबाट केही जाओस् न त अलिकति। सिर्जनजीको भनाइ के छ? एकदम ठिक छ, बवाल भइरहेछ। धान काट्न कस्तो आइरहेछ? अब यतैतिर बसाइ सर्नु पर्यो। किन? किन? हाम्रो सिर्जन आएदेखि एक बोतल पानीले बसिरहेको छ। ल यहाँ हामी चाहिँ यहाँ पुगिसक्यौँ है। काट्दै सपना के छ खबर? तिमी त छुट्यौ त भ्लगमा। नाइ जोस निकाल अलि हो। के छ मोटु र पातलु त छुट्यो त यार। ओहो अरू यहाँ पुगिसके, तिमीहरू यता छौ त के हो यस्तो? हो अल्छी नि लास्टै। ठिक छ, धान काट्ने मजा हुन्छ होइन? के कसो? एकदम बढिया। ओहो हिन्दी बोल्न तिमी त खतरा हिन्दी बोल्छौ त। बोल के
लास्ट मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला यसरी डेली भ्लगमा जोडिनको लागि। अनि एकदमै यहाँ चाहिँ मजाले अहिले घाम बिहान चाहिँ आइरहेको छ यसरी होइन। एउटा एक्लै भए हुन्छ एउटा एक्लै मजाले यहाँ चाहिँ चिया खाने काम चलिरहेछ है। र धान खाना यहाँ कौवा आइसके होइन। अहिले चाहिँ मान्छे एकदमै काट्ने अहिले यो खेतमा यति छ 2-4 जनाले काम गर्ने अरू सबै उभिने होइन। मोटु पातलु ओहो अब यो चाहिँ अगाडि लाग्यो खेत भ्याइला छ। अब यो तलको काट्नु पर्छ फेरि यस्तो छ यहाँ। ल यहाँ चाहिँ अब सकिसक्यो है यो सुरु गरेको लो पार्टमा चाहिँ माथिदेखि खेत। यहाँ मान्छेहरू यस्तो बसिरहेको छन्। अरू के छ मोटी? ठिकै छ। अनि यता मोटु ठिक छ होइन? धान काटिराखेको छ। ल यहाँ चाहिँ माथि यो धान थ्रेसर चाहिँ लगाइराख्नु भएको छ उता धानको लागि धान पकाउने। ए पसिना यहाँ पुरै यहाँभरि यस्तो छ मोटुको काम। यहाँबाट यस्तो भएको छ पुरा यार पसिनाले गाह्रो भइरहेको छ। सक्यो दिदी? के छ त अब यो होला नि। अब चाहिँ यो बाँकी छ। थ्रेसर पनि लागिरहेछ। उता थ्रेसर लागिरहेछ। यहाँ एकदमै अहिलेको सिजन नै यही हो। ल हामी चाहिँ अब सुरु गरिरहेछौँ अब फेरि अर्को खेतमा। अगाडि हामी यतिजना थियौँ अहिले चाहिँ 2 जना थपिनु भएको छ फेरि। दे हेर्नुहोस् अब हामी अहिले चाहिँ 2 जना थपिनु भएको छ है। एकदम मोटो मोटो हुनुहुन्छ 2 जना। अब यो खेत त एकैछिन सकिन्छ। दे लाग्नुहोस् लाग्नुहोस् सबै लागेको देखाइदिउँ। हो यस्तो छ यहाँ। कहाँ छ यहाँ कहाँ देखेछ हो। यहाँ चाहिँ पुरै चन्द्रमा भन्छ होइन तर यसमा चाहिँ देखिन के हो। अनि ऊ यता चाहिँ घाम आइरहेछ। यो अहिले करिब कति बजे भन्दाखेरि ठ्याक्क 9:30 भइसक्यो। यत्रो चाहिँ काट्यो अहिले 9:30सम्म। हाम्रो एकदम महाभाइरल मोटु भाइ हुनुपर्छ अब चाहिँ होइन के कसो युवराज। फेरि अब हामी यो खेतमा आइसक्यौँ। यहाँ चाहिँ यसरी ऊ छ पानी लाउने ठाउँ चाहिँ यहाँ छ होइन। मजाले यहाँ हामी काट्छौँ। अब यत्रोभन्दा अब कमै छ यो एकैछिन सकिन्छ। यत्रो त सकियो भने अनि आजको लगभग यही हुन्छ हाम्रो धान काटै। फेरि लाग्नु पर्यो। दिदी चाहिँ त्यहाँ अब बाटो लाउँदै हुनुहुन्छ धान काट्ने।
ल छिटो लाउनु धान काट्दा काट्दै हात पनि काटिसक्यो काटियो हात पनि काटिसक्यो कस्तो छ यहाँ धान काट्दा काट्दै मैले चाहिँ काटेको छैन है यहाँ बगालहरू मस्तै हामी धान काट्ने मान्छे पुरा यहाँ चाहिँ यस्तो यस्तो फाटेको हुन्छ क्या यस्तो हुन्छ हेर्नुहोस् गाई यो काटेर फेरि अनि 2-3 दिन सुकाएर फेरि मुठा बाँधेर एक ठाउँमा खनेर लगाउनुपर्छ त्यसपछि फेरि बल्ल हो त्यसरी नै हाल्नुपर्छ अनि धान हुन्छ है त्यहाँदेखि चाहिँ त्यहाँदेखि फेरि सुकाए कलाइ गरेर मिलमा लग्नु पर्यो के गर्ने धान खेतीमा गाह्रो रहेछ साथीहरू गाह्रो छ के गर्ने काम गरेर खान गाह्रो छ के जागिर मिलाइदिनु पर्यो पर्यो के हो यो आँसी के गराउनु लाग्यो तिमीले हो ल गराऊ अब छिट्टो काट्नुपर्छ फेरि हामी होइन ए यो चाहिँ मेरो पानी हो कि म यहाँको पानी खान्न गन्नाउँछ होइन यो एकदमै यहाँ पहिला चाहिँ फिल्टर गरेर त्यस पछाडि फ्रिजमा हालेर यस्तो बनाएर खान्छु म पानी होइन पुरा लेकमा खाएको जस्तो पानी है हाम्रो मोटी दिदी उहाँ हुनुहुन्छ गाइस हाम्रो मोटे भान्जा उहाँ हुनुहुन्छ हाम्रो सिर्जनले लगभग काम गरिराख छिटो छिटो यहाँ चाहिँ मोटेर पाट्ने चलिरहेछ छिटो बन्द गरौँ है हाम्रो नरेन्द्र भान्जा पारी पुरै चिलमा हो नरेन्द्र भान्जा त हाम्रो सिर्जन त मेसिनभन्दा कम छैन के काम गर्नलाई यसो सम्पर्क गर्नु होला काम छ भने तर सिर्जन काम गर्ने बेला आयो ठिकै छ हल्का काम सघाउन पायो तर के गर्ने आफ्नो धान चाहिँ काटिसक्यो गाइस अनि हाम्रो नरेन्द्र के अरे युवराज भान्जाले के भन्न चाहनुहुन्छ हाम्रो दिदी उहाँ हुनुहुन्छ पुरै चिलमा काटिरहेछन् गाइसहरू अब चाहिँ सकिने बेला भइसक्यो होइन यति छ फाइनल उहाँ दिदीले चाहिँ मजाकले काटिराख्नु भएको छ दुईवटा मोटे दिदीहरूले है अब भिडियोलाई चाहिँ लाइक कमेन्ट गर्नु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला आजको भिडियोमा यति नै हो भेटौँला अर्को भिडियो